टी20 क्रिकेटमा खेल जित्नु नै सबथोक हो, होइन त? तर जित्ने तरिका एउटा मात्र हुँदैन। कहिलेकाहीँ टार्गेट चेस गरेर जितिन्छ त कहिलेकाहीँ विशाल स्कोर बनाएर त्यसलाई डिफेन्ड गरिन्छ। आज हामी यिनै दुई फरक रणनीतिहरूलाई अलि गहिरिएर हेर्नेछौँ। त्यसो भए कुन चाहिँ राम्रो, टार्गेट चेस गर्ने कि किल्ला जोगाउने? टी20 को सबैभन्दा ठूलो रणनीतिक बहस नै यही हो, होइन र? प्रेसरमा चेस गरेर जित्नुमा मजा छ कि पहिले ब्याटिङ गरेर विपक्षीलाई स्कोरबोर्डको प्रेसरले थिच्नुमा? यही प्रश्नको जवाब खोज्न हामी नेपाल प्रिमियर लिगका दुई एकदमै रोमाञ्चक खेलहरूको कथा हेर्नेछौँ। एउटा कथा हो मास्टरफुल चेसको र अर्को एक विशाल स्कोरलाई सफलतापूर्वक डिफेन्ड गरेको। ल सुरु गरौँ पहिलो कथाबाट, द मास्टरफुल चेस, लक्ष्य पछ्याउने कला। यो यस्तो कला हो जहाँ हरेक बलमा प्रेसर बढ्दै जान्छ र घडीको सुईले ब्याट्सम्यानको मुटुको धड्कन बढाइरहेको हुन्छ। यो खेल थियो जनकपुर बुल्स र चितवन राइनोज बीच। चितवन राइनोजले पहिले ब्याटिङ गर्यो र एउटा राम्रै टार्गेट सेट गर्यो। अब पालो थियो जनकपुर बुल्सको। सबैको नजर उनीहरूमाथि थियो कि यो टार्गेट कसै पछ्याउँछन्। र टार्गेट थियो 177 रन, 1777। टी20 क्रिकेटमा यो कुनै सानो टार्गेट होइन। भन्नुको मतलब सुरुदेखि नै ब्याटिङ टिममाथि प्रेसर थियो। जनकपुर बुल्सको चेस साँच्चै कुनै फिल्मको स्क्रिप्ट जस्तै थियो। सुरुमा एक विस्फोटक साझेदारी, बीचमा अचानक आएको सङ्कट र अन्त्यमा एक शानदार फिनिश। यो जितको जग बसाल्ने काम गरे माझ सदाकत र अनिल शाहले। उनीहरूको साझेदारी यति विस्फोटक थियो कि राइनोजका बलरहरूले सास फेर्ने मौका नै पाएनन्। मैदानको चारैतिर चौका र छक्काको वर्षा, रिक्वायर्ड रन रेटलाई पूरै कन्ट्रोलमा राखेर उनीहरूले जितको लागि बलियो प्लेटफर्म तयार पारे। यहाँसम्म त खेल लगभग जनकपुरको पोल्टामा थियो, तर टी20 क्रिकेटलाई किन ग्लोरियस अनसर्टेनिटिजको खेल भनिन्छ भन्ने कुरा अब देखिन लागेको थियो। मैदानमा अचानक ड्रामा सुरु भयो। 15औं ओभर र पहिलो बलमै ठूलो गल्ती। लोफ्टी इटन रनआउट, ब्याट्सम्यानहरू बीचको सानो मिसअन्डरस्ट्यान्डिङ र चितवन राइनोजले खेलमा फर्कने एउटा ढोका भेटिहाल्यो। र त्यो झट्काबाट सम्हालिन नपाउँदै 2 बलपछि अर्को ठूलो विकेट। सेट ब्याट्सम्यान अनिल शाह, जो खेल जिताउने स्थितिमा थिए, उनी पनि क्याच आउट। अब त खेल साँच्चै रोमाञ्चक मोडमा पुग्यो। सोच्नुस् त, जुन खेल एकतर्फी जसो देखिँदै थियो त्यो अचानक बराबरीमा आयो। 3 बलमा 2 सेट ब्याट्सम्यान आउट। अब सबै प्रेसर नयाँ ब्याट्सम्यानमाथि थियो। जनकपुरलाई यो खेल सकाउन अब एकजना हिरो चाहिएको थियो। र त्यो हिरो बनेर आए आदित्य महता। उनले प्रेसरलाई आफूमाथि हावी हुनै दिएनन्। 17औं ओभरमा पहिले एक जोरदार छक्का र त्यसपछि विजयी चौका। कस्तो शानदार फिनिश! ल त्यो त भयो चेसको कथा। अब सिक्काको अर्को पाटो हेरौँ। जब एउटा टिमले पहिले ब्याटिङ गरेर रनको पहाड खडा गर्छ र विपक्षलाई सुरुदेखि नै प्रेसरमा राख्छ, यो हो डिफेन्डिङको पावर। यो कथा हो पोखरा एभेन्जर्स र कर्णाली याक्सको। यहाँ पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गरेर एउटा किल्ला नै बनायो, रनको किल्ला। अब कर्णाली याक्सको अगाडि त्यो किल्ला तोड्ने लगभग असम्भव जस्तै चुनौती थियो। र स्कोर थियो 201 रन, 201। टी20मा 200 को आँकडा पार गर्नु भनेको मनोवैज्ञानिक रूपमै विपक्षीलाई आधा हराउनु जस्तै हो। अब कर्णाली याक्सलाई प्रति ओभर 10 रनभन्दा बढी चाहियो, जुन सधैँ नै मुस्किल हुन्छ। यो विशाल किल्लाको मुख्य आर्किटेक्ट थिए एडम रोसिङटन। के खेले उनले? मात्र 58 बलमा अविश्वसनीय 108 रन। उनको यो शतकले नै पोखरालाई ड्राइभिङ सिटमा पुर्याएको थियो। अब पोखराको रणनीति एकदमै सरल थियो, स्कोरबोर्डको प्रेसरलाई आफ्नो हतियार बनाउने। उनीहरूलाई थाहा थियो 200 को टार्गेट देखेपछि ब्याट्सम्यानहरूले ठूला शट खेल्न खोज्छन् र गल्ती गर्छन्। पोखराको काम थियो बस धैर्य गरेर त्यही गल्तीको फाइदा उठाउनु। र भयो पनि ठ्याक्कै त्यस्तै। पोखराका बलरहरूले एकपछि अर्को विकेट लिइरहे। सुरुमै झट्का, त्यसपछि मुख्य खेलाडी आउट अनि मिडल अर्डर ध्वस्त। उनीहरूले कर्णालीको कुनै पनि पार्टनरशिप बन्नै दिएनन्। प्रेसर बढ्दै गयो, विकेट खस्दै गयो। जस्तै यो स्टम्पिङ, यो पोखराको प्रभावशाली डिफेन्सको एक सानो झलक मात्र हो। ब्याट्सम्यान प्रेसरमा आएर ठूलो शट खेल्न खोज्छ, अलिकति गल्ती गर्छ र खेल सकियो। पोखराले यस्तै गल्तीहरूको पूरा फाइदा उठायो। त्यसो भए यी दुई खेलबाट हामीले के सिक्यौं त?
अब यी दुवै सफल रणनीतिलाई सँगै राखेर हेरौं र जितको ब्लुप्रिन्ट तयार पारौं। यहाँ जितका दुईवटा स्पष्ट खाका देखिन्छन्। एकातिर चेस गरेर जित्न बलियो पार्टनरशिप चाहिन्छ, प्रेसर ह्यान्डल गर्न सक्नुपर्छ र सही समयमा रिस्क लिएर खेल सकाउनुपर्छ। अर्कोतिर डिफेन्ड गरेर जित्न विशाल स्कोर बनाउनुपर्छ, स्कोरबोर्डको प्रेसर सृजना गर्नुपर्छ र नियमित रूपमा विकेट लिनुपर्छ। अब एकैछिन लिगको अङ्क तालिकामा पनि नजर लगाउँ। यी दुई नतिजाले टेबलमा कस्तो असर पारेको छ त? यो तालिका हेर्दा थाहा हुन्छ कि प्रतियोगिता कति कडा छ। पोखरा र चितवन टेबलको बीचतिर छन् भने कर्णाली र जनकपुर अलि तल सङ्घर्ष गरिरहेका छन्। पोखराको जितले उनीहरूलाई टेबलमा माथि जान मद्दत गर्यो, तर जनकपुरको लागि यो जित 2 अङ्कभन्दा धेरै थियो। यो उनीहरूको सिजनको पहिलो जित थियो, जसले टिमलाई एकदमै चाहिएको आत्मविश्वास दियो। हरेक खेलले यहाँ शक्ति सन्तुलन परिवर्तन गरिरहेको छ। र अन्तमा एउटा प्रश्न, T20 क्रिकेटको यो अनिश्चित संसारमा के कुनै पनि टोटल साँच्चै सेफ छ त? एकातिर 201 रनको किल्ला पनि बन्छ, अर्कोतिर 177 को टार्गेट पनि सफलतापूर्वक पछ्याइन्छ। सायद T20 को असली मजा र सुन्दरता नै यही अनिश्चिततामा लुकेको छ, होइन त?